नमस्कार, गोरी मिसको जीके क्लासमा तपाईहरू सबैलाई हार्दिक स्वागत छ। आज हामी 2081 सालभरिका महत्त्वपूर्ण 40वटा सामान्य ज्ञानहरूको बारेमा पढ्नेछौँ, जुन परीक्षाको हिसाबले अति नै महत्त्वपूर्ण रहेका छन्। आउनुहोस् आजको भिडियो सुरु गरौँ। नानसेन रिफ्युजी प्राइज 2081 एसिया पेसिफिकबाट कसले प्राप्त गर्यो? दीप्ति गुरुङ। सरकारले ठमेल र दरबार मार्ग 24 घण्टा खुल्ला गर्ने घोषणा कहिले गर्यो? विक्रम सम्वत 2081 वैशाख 1 गते। 2688 मिटर लामो नागढुङ्गा धादिङ सुरुङ मार्गको ब्रेक थ्रु कहिले र कसले गर्यो? विक्रम सम्वत 2081 वैशाख 3 गते। पुष्पकमल दाहाल प्रचण्डबाट। सरकारले तोयम राईलाई 12औं महालेखा परीक्षकको रूपमा कहिले नियुक्त गर्यो? विक्रम सम्वत 2081 वैशाख 6 गते। कतारका राजा अमिर अल थानी कहिले नेपालको भ्रमणमा आएका थिए? विक्रम सम्वत 2081 वैशाख 11 र 12 गते। सरकारले रु 100 को नोटमा चुच्चे नक्सा राख्ने निर्णय कहिले गर्यो? विक्रम सम्वत 2081 वैशाख 20 गते। नेपालको पहिलो महिला सचिव चन्द्रकला किरणको निधन कहिले भयो? विक्रम सम्वत 2081 वैशाख 20 गते। बागमती प्रदेशमा सरकारी कामकाजको भाषा तामाङ र नेवारी राख्ने निर्णय कहिले भयो? विक्रम सम्वत 2081 वैशाख 24 गते। विश्वमा महिलाबाट सबैभन्दा छिटो सगरमाथा चढ्ने र ओर्लने रेकर्ड बनाएकी नेपाली महिला को हुन्? कुञ्जो लामा गोर्खा। विक्रम सम्वत 2081 जेठ 10 गते कतिऔं बुद्ध जयन्ती मनाइयो? 2568। विक्रम सम्वत 2081 असार 15 गते मनाइएको 21औं धान दिवसको नारा के थियो? जलवायु मैत्री कृषि, धान उत्पादनमा समृद्धि। केपी ओली नेपालको 45औं प्रधानमन्त्रीको रूपमा नियुक्त कहिले भयो? विक्रम सम्वत 2081 असार 30 गते। काठमाडौँमा सौर्य एयरको विमान दुर्घटना कहिले भयो? विक्रम सम्वत 2081 साउन 1 गते। नेपालमा पहिलो महिला मुख्य सचिवको रूपमा को नियुक्त भइन्? लीलादेवी गर्तौला। विक्रम सम्वत 2081 साउन 11 गते राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा को नियुक्त भए? डाक्टर शिवराम अधिकारी। 28औं मिस नेपाल 2024 को बन्न सफल भइन्? आस्मा कुमारी केसी। 30औं बेइजिङ +30 राष्ट्रिय महिला सम्मेलन कहाँ सम्पन्न भयो? काठमाडौँ। विक्रम सम्वत 2081 भदौ 3 गते मनाइएको 18औं राष्ट्रिय सूचना दिवसको नारा के थियो? सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार। मिस्टर नेपाल वर्ल्ड 2024 को घोषित भए? सन्तोष लोक्सम। विक्रम सम्वत 2081 भदौ 13 गते 28औं मुख्य सचिवको रूपमा को नियुक्त भए? एकनारायण अर्याल। WHO द्वारा नेपालको कुन सहरलाई स्वस्थ सहरको रूपमा घोषणा गर्यो? धुलिखेल। 2080 सालको मदन पुरस्कार पाउन सफल कृति कुन हो? मोहन मैनालीको मुकाम रणमैदान। 2080 सालको जगदम्बाश्री पुरस्कार कसलाई प्रदान गरियो? प्राडा योगेन्द्र प्रसाद यादव। नेपालको 45औं प्रधान सेनापतिको रूपमा को नियुक्त भए? अशोकराज सिग्देल। मिस युनिभर्स नेपाल 2024 को बन्न सफल भइन्? सम्पदा घिमिरे। 60औं राष्ट्रिय बाल दिवस 2081 को नारा के थियो? बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी। गोरखापत्रबाट प्रकाशन हुने 45औं भाषा कुन हो? बाम्बुले राई। 44औं राणा थारू। युएनको 79औं महासभामा नेपालबाट कसले भाग लिएका थिए? प्रधानमन्त्री केपी ओली। नेपालको
66औं साक्षर जिल्ला कुन हो? जुम्ला। पहिलो सिन्धुपाल्चोक। नेपालको 32औं प्रधान न्यायाधीशको रूपमा को नियुक्त भए? प्रकाशमान सिंह राउत। 7औं साफ महिला फुटबल 2024 को विजेता राष्ट्र कुन हो? बङ्गलादेश। कोप 29 सम्मेलन कहाँ भएको थियो? अजरबैजानको बाकु। 28औं युएईमा भएको थियो र 30औं ब्राजिलमा हुँदैछ। पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन कहिले भयो? विक्रम सम्वत 2081 मङ्सिर 2 गते। 13औं कर दिवस 2081 को नारा के रहेको थियो? कर प्रणालीको सार, लगानीको आधार। नेपालले कुन देशसँग पहिलो पटक कार्बन सम्झौता सम्पन्न गर्यो? स्विडेन। टाइम पर्सन अफ द इयर 2024 को घोषित भए? अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। ब्रिक्सको 16औं सम्मेलन 2024 कुन देशमा सम्पन्न भयो? रसिया। हात्ती सौन्दर्य प्रतियोगिता 2081 को उपाधि कसले जित्यो? बिजुली कली। पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सव कहाँ सम्पन्न भयो? पोखरा। बिमस्टेकको छैटौं सम्मेलन कहाँ र कहिले सम्पन्न भयो? थाइल्यान्डको बैंककमा सन् 2025 को अप्रिल 4 मा। यो सँगै आजको भिडियो यति नै। फेरि पनि परीक्षालाई मध्यनजर गर्दै यस्तै सामग्रीहरू लिएर आउने बाचासहित म गोरी मिस यहाँहरूबाट बिदा चाहन्छु। हस्त धन्यवाद।